र हैन अहिले चाहिँ म फेरि पनि भिडियोमा आइसकेको छु र आज म धेरै दिनको बाद आइरहेको छु हैन। अन्त आज चाहिँ के छ भन्दा हाम्रो चाहिँ यहाँनिर स्पेसल प्लानिङ चाहिँ रोना र यहाँ सोल्टिनको प्लानिङ चलिरहेको छ हैन। हाम्रो चाहिँ यहाँ के हुँदैछ भने चाहिँ मोमो प्लानिङ हुँदैछ आज चाहिँ यहाँनिर मोमो हुँदैछ। म चाहिँ भर्खर दोकानबाट आएको, दुईजना चाहिँ अघि दोकानबाट आएर पनि किमाहरू बनाएर हो आटाहरू मुसेर बसिरहेको रहेछ हैन। अन्त म आएर अब म चाहिँ बनाउनु आँटेको हैन। अन्त नि रोनाहरूलाई के भन्नुहुन्छ? सोल्टिनीले प्याज कसरी काट्नु भयो अरे? अब के गर्नु होइन, खानुको लागि यति त गर्नै पर्छ। रोनाले चाहिँ मोमो एउटा बनायो। मैले पनि आएर सघाए तिमी कले छैन गाइस, मैले चाहिँ आएर यस्तो गरे हैन। के भन्छ सोल्टिनीले चाहिँ प्याजहरु काटिराको रहेछ। उयोहरु के पनि फुटाइदियो। अन्त मेरो पाला आएर मैदा लिएर मैदा मुसेर डल्लो बनाएर किमा चाहिँ मैले बनाएको। तर मैदा लिनु चाहिँ एक्लै गएर साथमा गएको थियो सोल्टिनी पनि। फेरि यो मैले बनाएको तर टेस्ट गर्दा सोल्टिनी राम्रो चाहिँ राम्रो छ भन्यो हो। हादैन अब टेस्ट गर्छु हो। अब चाहिँ उयो छैन, गाजर छैन हुन्छ तर अन्त के भन्छ अब म चाहिँ पाकेर एकैचोटि टेस्ट गर्छु। त्यति बेला म कसरी होइन। अनि हाम्रो ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनुहोस् होला। अब के गर्नु, केटीहरू पनि यस्तै हुन्छ रुममा हो तर होइन। अब क्लासमा चाहिँ पेस्ट गर्नु सुन्नु छ है यो चाहिँ गाइस। बेसी छ भने यो चाहिँ चाहिँ कहिले मात्रै काट्नु भने चाहिँ कहिले हातमै पर्छ के मलाई इनाम के भन्छ जस्टिस चाहिन्छ न यो चाहिँ पिछाडि बेसी बिगार्नु चाहिँ बेसी यही हो कि होइन सोल्टिनी भन्दा हम सब ने ये बिगाड्ने वाला है। यो आज यो छुपा कसले लाग्छ अब भनिदिएको छु। यो छुपा कसले लाग्छ आज पर्पल छुपा कसले लाग्थ्यो सोल्टिनी कसले लाग्थ्यो? भाइ रोनाले हो। मैले चाहिँ लगाएको चाहिँ यहाँ एकदम यहाँ फोल्ड गरेर यसरी राइस फोल्ड गरेर राखिहाल्छ होइन। अन्त लास्टमा मलाई लाउँछ रोनाले चाहिँ। र अब चाहिँ म मोमो बनाउनु जान्छु र ढिलो भइसक्यो नि त मलाई होइन। मैले चाहिँ यहाँनिर पानी पनि अघि तताइरहेको छु। अब म चाहिँ मोमो बनाउनु थालेको छु। अहिले म तपाईँलाई यहाँ मोमो लाग्दैछ हो। 3 मिनटै पकाउँदैछु म चाहिँ। यहाँ पकाउँदैछु पनि बनाउँदैछु पनि हो। यहाँनिर चाहिँ पक्छ टमाटर अचार हो। अन्त त्यहाँदेखि यहाँनिर सोल्टिनी बनाउँदैछु, म पनि बनाउँदैछु हो। अनिस र दिपक भएर चाहिँ अचार बनाउँदैछ। अहिले देखाउँछु ल म तपाईँलाई। हामीले चाहिँ फाइनली पाकी पनि सकेको छ मोमो हो। त्यसलाई हामी चाहिँ यहाँनिर हालेर रोना खानु थालेको छ। सोल्टिनी, रोना, अनिस, आचा यहाँनिर चाहिँ अब चाहिँ हामी मोमो खाँदैछौँ होइन। मिठो भएको रहेछ मोमो चाहिँ। मोमो खान्छ यतिजना मात्रै छ यहाँनिर, 4जना मसँग 5जना मात्रै छ हो। चोचो अघि खाएर सुत्नु भयो। अन्त भैया एउटा भैया खाँदैन अरे, अर्को भैया पनि अघि खाएर सुत्यो। हामी चाहिँ यहाँनिर खाँदैछौँ। अर्को भैया व्रतमा बसिरहेको छ हो। ब्याकग्राउन्डलाई चाहिँ प्लिज इग्नोर गरिदिनुहोस् होला हाम्रो हो। यस्तै छ होइन। सो हामी चाहिँ अब खाँदैछौँ। अब तपाईँलाई लेसनबाट भेट्छु ल। अहिलेको लागि दिने बुई बुई रहेको छु भने होइन। हामी चाहिँ फाइनली मोमो खाइ पनि सकेको छ हो। खाइसकेर म चाहिँ यहाँ ड्याम्मै भएर बसिरहेको छु। सोल्टिनीहरू यहाँ छ, रोना यहाँ छ। रोना कस्तो भयो? सोल्टिनी कस्तो भयो? मन परेन रोनालाई हो। 12वटा मात्रै 12-13वटा खाएँ मात्रै हो। मैले गरेर हालेको 12 हालेको 12-13वटा जस्तो थियो हो। गर्नु मिठो नभएन आफूले बनाएर खानु पऱ्यो होइन। अब जे भयो जस्तो भयो मिठै भयो भनिदिउँ न। पुरा पिरो भयो मलाई चाहिँ।